त पनि ल्यान त स्वास्नी। त्यो अर्काकी स्वास्नी के ल्याउने आमा? राम्री नराम्री पनि के छान्दै हिँड्नु? कोही बेला हाम्रा बाले पनि त कति छाने होला। खासै राम्री केटी त परे होइन नि। यति राम्रो इस्टकोट लाउँदाखेरि पनि बाख्राको उठालो जस्तो देख्ने यो मान्छे चाहिँ को नि? I am माङ्ने बुढा। I am from Kathmandu। I am international mama। You insult me। I have the consultancy for higher education। IELTS and TOEFL। You understand चारका चफेल? ल्याक पछि पुग्नु पो खाजी निगम पढिम चुमी खारा थ्यागा दुर्ति धुरी नांगदे पो खाजी के निगम पढिम चुमी। उहाँलाई श्रीमान भन्नुहोस् बाजे होइन। लोग्ने बितेको 25 वर्ष भयो मैले उमेर त कसैलाई श्रीमान भनेको छैन। अब यो को न को मान्छेलाई म श्रीमान भन्छु? खुरुक्क बजान के खोजिरहेको? खिर खोज्न परेन, ताल खोज्न परेन, रेडियो हेरे फ्याक्क बजाउनले। बिहा दर्ता गर्नु पर्यो रे। बिहा दर्ता भनेको प्रक्रिया अनुसार हुन्छ भन्ने बित्तिकै फ्याट कहाँबाट हुन्छ? यसरी चोर झैं सुटुक्क लुकेर आउने? बिहे दर्ता गर्ने पनि पञ्चे बाजा बजाएर आउँछ त कति। दशा त बाजा नबजाइ आउँछ भन्थे, यहाँ त बाजा सहित आछ। दशका बाजे जिन्दगीले कहाँ पुर्यायो? कहिले सिङ्गापुरको गेस्ट हाउसमा बस्यो, कहिले हङकङको होटलमा बस्यो, अस्ति मात्रै मकाउमा बस्यो। अहिले हेर म यता काउ उता मकाउ। यो वाइफाई र वाइफको केही भार हुँदैन। वाइफाई पनि अहिले छ, एकछिन छैन। वाइफ पनि आज छ, भोलि छैन। तर मैले अहिलेसम्म आमाको एक्टिङै गरेको छैन। तिमीलाई मैले बिहेमा एकछिन आइदेऊ भने हो, बच्चै पाइदेऊ भने हो र? निवाला सम्झे खोइ त। ओ तपाईँ बाउ आमा हो त म। तमले अब यहाँ अर्को बिहा देख्ने, तम्रो बाउको बिहा। मेरो बालाई चाहिँ नमुसो हजुर। बिचरा मेरो बा आजीवन बिहे नगरी कुमारै भएर मरे। अनि तमलाई चाहिँ के बड्डा भैँसीले पायो?